हामी फेरि जानुपर्ने हुन्छ आइज भेडे ए ल देख्न सक्नुहुन्छ अलैँचीको फल फाइनली गाइज हामी चाहिँ अलैँची बारी आइपुगिसकेको छ र यसपालिको अलैँची चाहिँ यस्तो छ हेलो एभ्रिवान नमस्ते वेलकम छ हजुरहरूलाई मेरो भिडियोमा आज हामी जानेवाला छौँ अलैँची बारी होइन मेरो पछाडि चाहिँ देख्न सक्नुहुन्छ भेडे के आइज आइज खाले आइज हामीसँग चाहिँ यो मेरो भेडा पनि पछ्याइरहेको छ होइन ऊ चाहिँ अगाडिबाट जाँदैछ ऊ चाहिँ अलि अगाडि जाँदैछ होइन देख्न सक्नुहुन्छ मैले खुर्पा पनि हातमा लिइसकेको छु आज चाहिँ अलैँची बारीमा गएर अलैँची बारीमा भएको झारसार चाहिँ झ्यामझुम हान्नेवाला छौँ खाजा बोकेर गएको अलि बिस्तारै आइज भेडै हाम्रो पछाडि चाहिँ हाम्रो गाउँतिर मकैहरू चाहिँ यत्तिको भइसकेको छ अब 1 महिना पछाडि चाहिँ यसलाई च्यारापिरो भाँच्नु पर्ने हुन्छ ल साथीहरू हाम्रो चाहिँ अब गाउँघरमा काम भनेको यही रहेछ अलैँची बारी जाने अलैँची बारी पनि पोहोर पनि नखानेको होइन कस्तो छ होला अलैँची बारीको कति बाजारले अलैँची बारी छोपिसक्यो कि भेडे आइज ल देख्न सक्नुहुन्छ यहाँ चाहिँ यति राम्रो राम्रो फुलहरू फुलेको रहेछ है ल अहिले चाहिँ हामी ठ्याक्कै आधी बाटोमा पुग्न लागिसक्यो गाइज अलैँची बारी चाहिँ अलिक टाढै छ होइन घरबाट लगभग त्यस्तै आधी घन्टा जति हिँड्नुपर्छ आधी घन्टा जति हिँडेपछि मात्रै हाम्रो अलैँची बारी आइपुग्ने छ गाइज ल छिटै नै है ऊ चाहिँ हामी सँगसँगै पछ्याउने बानी भएर हेर्नु न हामी जहाँ जान्छ त्यहीँ कुदेर आउँछ क्या हामी अहिले माथि घरमा बस्यो भने घरमै बस्छ हामी यताउता अलैँची बारीतिर गयो भने ऊ पनि अलैँची बारी कुदेर आउँछ होइन गाउँघरमा बसेपछि अब काम भनेको यस्तै रहेछ अलैँची बारी दाउने खेतीपाती गर्ने होइन अनि कोदो रोप्ने मकै गोड्ने मकै रोप्ने मकै दराउने त्यस्तै कामहरू हुन्छ होइन अब दिनै कुद्नुपर्ने हुन्छ अलैँची बारी त्यही छ गाउँघरमा बसेपछि भिलेज लाइफ रेडे आइज हेर्नु न कुदै छौ पनि देख्न सक्नुहुन्छ हेर्नुहोस् न छिमेकीहरूको चाहिँ अलैँची बारी अस्ति नै सबै सनाक्नु घोडेर पनि हेर्नु न यति मजाले बिरुवा रोपेको रहेछ हेर्न सक्नुहुन्छ साथीहरू अलि तल त झन् अलैँची बारी नै जम्मै देख्दो रहेछ यहाँ चाहिँ बिरुवा सबै लगाइसकेको रहेछ यति धेरै ठुलो एरिया छ यहाँ पनि हाम्रो चाहिँ तल अब पोहोर पनि नफारेको कस्तो छ होला अलैँची बारी उनीहरूले चाहिँ अगाडि जाँदैछ होइन छिमेकीहरूको त अलैँची पनि यति राम्रो फलेको रहेछ देख्न सक्नुहुन्छ है साथीहरू हेर्नु छ्याप्पै यसपालि चाहिँ फल अलैँचीको ऐसै राम्रै नतिजा छ है अलैँची अब छिमेकीहरूको यो चाहिँ हाम्रो होइन हाम्रो चाहिँ अलिक अझै टाढा तल नै जानुपर्ने हुन्छ ल देख्न सक्नुहुन्छ छिमेकीहरूको अलैँची बारी यस्तो छ यहाँ पनि खासै अलैँची चाहिँ स्याहार नपुगेर होला अलैँची बिरुवा पनि धेरै छैन रहेछ होइन अलिअलि पत्राक पुत्रुक जस्तो देखिन्छ देख्न सक्नुहुन्छ फेरि अब उन्दै ओह्रालो नै जानुपर्ने हुन्छ हाम्रो अलैँची बारी चाहिँ अहिले यहाँ होइन अझै टाढै छ होइन चाहिँ तल बसेर हेर्दैछ ल भेडै हिँड अलि छिटो हिँड ल साथीहरू यो माथि चाहिँ मृग बसिरहेको छ होइन तपाईँले नि देख्न सक्नुहुन्छ मैले चाहिँ जुम गरेर खिचिरहेको छु तर अलिक राम्रो देखिरहेको छैन होला यो उत्तिसको पछाडि छ यो चाहिँ मृग हो माउरो छ मेरो फोनले चाहिँ अलिक मधुर देखाइरहेको होला टाउको मात्रै देखिरहेको छ अहिले देख्न सक्नुहुन्छ ल साथीहरू हामी चाहिँ यहाँ ठ्याक्कै धाराको छेउमा आइपुगेको छौँ होइन
धाराको छेउमा चाहिँ अब हिँड्दा तिर्खा लागिसक्यो। तिर्खाले अब यहाँ पानी खानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ धारा यो चाहिँ मुख धुँदैछ होइन। अब म चाहिँ यो तिर्खा लागिसक्यो, पानी खानुपर्ने हुन्छ। आइ गर्न त हौ फ्रेन्डहरूलाई मजा पानी खानुपर्ने हुन्छ। यहाँ त एकदम पुरै पुऱ्याउँछ कि यो धारामा। गाइजहरू हाम्रो गाउँघरको त पानी नै मिठो क्या। काठमाडौँतिर जानुपर्छ होइन, यतिको पानी खानु पायो भने त अमृतै मान्नुपर्छ नि। यहाँ त यस्तो मिठो पानी पाउँछ। परको पानी खाँदा त ठ्याक्कै गनाउने क्या। टाढामा आइपुगिसकेको छ। मेरो पछाडिबाट चाहिँ अलि तल गाउँहरू देख्न सक्नुहुन्छ होइन। यो चाहिँ पारीको हो, तामाङ बस्ती। तामाङहरू बस्छ यो उता पारी चाहिँ। उता ओह्रालो हिँड्दैछ है उरुरु। एकदम ढुङ्गाले पहिलाको बुढापाकाहरूले छापेको बाटो चाहिँ यस्तो छ होइन। यो चाहिँ पहिला नै धेरै यस्तो ढुङ्गाहरू छापेर सिँढी बनाएर उकालो लगेको छ कि साथीहरू देख्न सक्नुहुन्छ। अहिलेसम्म अडिरहेको छ। पारामा चाहिँ यति राम्रो फुलहरू फुलेर छ कि साथीहरू देख्न सक्नुहुन्छ। हेर्नु न यही खाले फुलहरू चाहिँ एकदम सर मजाले फुलिरहेको छ, देख्न सक्नुहुन्छ। यहाँ पनि देख्न सक्नुहुन्छ। ल उसले चाहिँ हाम्रो भेडालाई घाँस काटेर दिँदैछ होइन। यो भेडा चाहिँ हामी सँगसँगै पछ्याउनुको कारण चाहिँ यस्तो छ कि साथीहरू, यो चाहिँ सानोमा चाहिँ उसको यो भेडाको पाठाको माउ चाहिँ ठ्याक्कै मरिदियो क्या। के कारणले हो यसको माउ चाहिँ मऱ्यो, आमा चाहिँ। त्यही भएर सानोदेखि नै हामीले पालेको होइन। हामीले पालेर चाहिँ अहिले हामी जहाँ जान्छ त्यहीँ कुदेर आउँछ। अनि मान्छेको छेउमा मान्छेसँग डराउँदैन कि, मान्छे जहाँ जान्छ त्यहीँ पछ्याएर आउँछ होइन। त्यही भएर हामीसँग पछ्याएर हिँडिरहेछ। बिचरा सानोमै उसको आमा चाहिँ मरेर मान्छे जहाँ जान्छ त्यही पछ्याएर जान्छ। ल हामी चाहिँ यतातिर आइपुगिसकेको छौँ। यो लहरामा फलेको फल चाहिँ पाकेको छैन रहेछ हौ। ल गाइस देख्न सक्नुहुन्छ यो फल चाहिँ पाक्यो भने एकदमै मिठो हुन्छ होइन। कालो कालो अङ्गुर जस्तो हुन्छ, तर चाहिँ एकदमै मिठो हुन्छ। यो फल चाहिँ पाक्यो भने देख्न सक्नुहुन्छ। अहिले चाहिँ पाकेको छैन। ल साथीहरू हामी चाहिँ यहाँ ठ्याक्कै मान्छे बस्ने चौतारामा आइपुगिसकेको छौँ। पुरानो पुर्खा हाम्रो जिजुबाजेहरूले बनाउनु भएको चौतारा चाहिँ यहाँ मेरो पछाडि देख्न सक्नुहुन्छ। ऊ चाहिँ यहाँनिर विश्राम गरेर बसिरहेको छ। हामी पनि एकछिन अब बिसाउनु पर्ने हुन्छ। कस्तो लाग्यो त आजको हिँडाइ? एकदम रमाइलो छ। अहिले नै पुगेको छैन गाई छैन। अलैँची बारी चाहिँ एकदम टाढो छ क्या, घरबाट धाउनु पर्ने हो। अलैँची एकदम टाढो छ। अब लगभग त्यस्तै 2-3 मिनट जति मात्रै पुग्छ हामी। भेडे आइज यता, घाँस खोजेको नि उसले। अहिले एकछिनमा पर कति खान्छस् घाँस? ल हामी तिनजना चाहिँ आज एकदमसँगले अलैँची बारीमा गएर अलैँची बारी गिरौँ। ऊ चाहिँ घाँस खाने, हामी दुईजना चाहिँ अलैँची बारीमा भएको घाँस लडाउने होइन। ल एकदम ल गाई चाहिँ अब चाहिँ हामी फेरि जानुपर्ने हुन्छ। आइज है भेडै, ल जम्मै हामी चाहिँ अब फेरि जानुपर्ने हुन्छ। सरर जाउँ, जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो काकाहरूको अलैँची होइन। काकाहरूको अलैँची चाहिँ अलिकति तेरामतुरुम नै रहेछ, तर फल चाहिँ भने एकदम कडा तरिकाको फलिरहेछ होइन। तपाईँले देख्न सक्नुहुन्छ। हेर्नु न अलैँची यसपालिको फल त ल देख्न सक्नुहुन्छ। अलैँचीको फल यत्तिको फलेको छ यसपालि। यो चाहिँ हाम्रो होइन, हाम्रो काकाहरूको है। अलैँचीको बोट चाहिँ यस्तो छ। हाम्रो चाहिँ यो पल्लोपट्टि गहिरामा पर्छ। फाइनली गाई हामी चाहिँ अलैँची बारी आइपुगिसकेको छौँ होइन। यो चाहिँ अस्ति नै फाँडिराखेको थियो हामीले होइन। देख्न सक्नुहुन्छ मेरो पछाडि अलैँची बारी। यो चाहिँ अस्ति नै फाँडिराखेको। अब हामीले चाहिँ अलिक उतापट्टि फाँड्नुपर्ने हुन्छ, देख्न सक्नुहुन्छ। त्यो चाहिँ अहिले भर्खर नै रोपेको बिरुवाहरू यस्तो छ। मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले। अलैँची बारी आइपुगिसकेको छ। यस्तो छ अलैँची बारी। आइज है भेडै, आइज। ल यसपालिको अलैँची चाहिँ यस्तो छ है साथीहरू। यस्तो फल यतिको चाहिँ छ होइन। फल चाहिँ कति छ यसपालिको अलैँची चाहिँ यस्तो छ है साथीहरू, देख्न सक्नुहुन्छ। ल हेर्न सक्नुहुन्छ अलैँची देख्न सक्नुहुन्छ। यो चाहिँ अस्ति नै
फाडिराखेको थियो हामी आएर गोडिराखेको होइन। अब चाहिँ अलिक उतापट्टि लोसिया छ, त्यो लोसियामा फाड्नुपर्ने हुन्छ हामीले। अझै बिस्तारै अलिक बिस्तारै 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 बिस्तारै। आज त गाइजहरू हेर्नु न यति धेरै घाम लागिरहेको छ होइन, गर्मीले मर्लै जस्तो भइसक्यो। पसिनै पसिना हिँड्दा नै यति धेरै पसिना आउँछ, एकछिनमा झन् काम गर्न थाल्यो भने झन् के हुन्छ होला। यति धेरै घाम लागिरहेको छ कि साथीहरू देख्न सक्नुहुन्छ। गर्मीले साह्रो पर्यो है, गर्मीले साह्रो पर्यो। ऊ चाहिँ पर शीतलमा बसेर टक्क एकदम तातो घाम लागिरहेछ आज चाहिँ। यस्तो तातो पिल्सिलै जस्तो हुँदो रहेछ हौ साथीहरू। आज के भयो यत्रो धेरै घाम। ल है साथीहरू, यो चाहिँ अस्ति फाँडेको, अब मैले फाँड्नु पर्ने चाहिँ यो परको जङ्गल चाहिँ होइन, यो चाहिँ हो आज हामीले फाँड्नुपर्ने चाहिँ। ऊ चाहिँ तल अलिकति तल छ, त्यहाँनिर गएर फाँड्दैछ। मैले चाहिँ अब यो फाँड्नुपर्ने हुन्छ होइन। ल म चाहिँ अब अघि चाहिँ धेरै तातो घाम लागेर एकदम एकछिन बसेको होइन। अब चाहिँ घाम पनि हरायो, खुर्पा रेडी पारेर अब चाहिँ म चाहिँ त्यहाँ पर फाँड्न जानु लाग्छु होइन। अब चाहिँ ज्याम लाएर फाँडेछौँ, हेर्नुहोस् है त। ल म चाहिँ झ्याम लाएर फाँड्दैछु। ऊ पनि तलको सकेर पनि यहाँ आइसकेको छ। अब उसले नि सँगसँगै फाँड्नेवाला छ। ल उनीहरू चाहिँ परबाट आउनलाई सुरसार छ। अब चाहिँ खाजा खानुपर्ने हुन्छ होइन। खाजा अघि हामीले लिएर आइसकेको चाहिँ यो भित्र छ। अब हामी खाजा खानेतर्फ लाग्नेछौँ। हेर्नु न एकछिन काम गरेको त यस्तो गर्मी भयो अरे होइन, यस्तो साह्रो पऱ्यो। अब हामी खाजा खानेछौँ है गाइस, खाजा। औ छिटो आइज न। आइया ऊ चाहिँ एकछिनमा आउँछ होला। अब चाहिँ यहाँ खाजा निकाल्नेछौँ। खाजा हामीले खाना पोका पारेर ल्याएको थियो गाइस, हेर्न सक्नुहुन्छ। खाजा चाहिँ यहाँ छ हाम्रो। ल यो चाहिँ खाना ल हो झन्डै पोखिएछ त हौ यहाँ। हेट झन्डै पोखिएछ नि हौ। पनि आइसक्यो खाजा खानलाई। ल अर्को पनि पो आयो त। अब यसले चाहिँ खाँदैन, यसले चाहिँ घाँस खाएर आइसक्यो। ल अब खाजा खानुपर्ने हुन्छ। ल गाइस हामीले चाहिँ खाजा खान सुरु गरिसक्यौँ। रेडी? ऊ पनि खाजा खानलाई जाँदैछ। हरियो खोर्सानी,
ल गाइस हामीले चाहिँ खाजा पनि खाइसक्यो होइन। अब चाहिँ यो भित्र पानी चाहिँ हुनुपर्ने हुन्छ। पानी चाहिँ यो तल अलैँचीको फेदमा छ, यहाँ यो भित्र त्यो ढुङ्गाको यतापट्टि चेपमा चाहिँ हामीले अस्ति कुवा बनाएर राखेको थियो। म चाहिँ पानीको कुवा बनाएर राखिदिएको छु पहिले नै। यसले चाहिँ हामीले यहीँबाट गरेर लानुपर्ने हुन्छ। अलिक किरा रहेछ, यो किरालाई सफा गर्नुपर्छ। ल कुवाको पानी यति सफा छ, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ हामी सट्टै पिउनुपर्ने हुन्छ। हाम्रो गाउँघरतिरको त पानी नै मिठो क्या साथी। पानी चाहिँ एकदम सही हुन्छ, फेरि उलाल्नु पर्ने हुन्छ। यति लग्यो भने त कति खा पानी। हजुरको लागि पानी दिनुहोस् त। ल दिन पानी खाँदैछ। कहाँ गयो भेडे? तल रहेछ हौ। ल गाइस अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ, किनभने उता पारीबाट हेर्नुहोस् न, यो पारीबाट चाहिँ पानी आउन थालिसक्यो होइन। अब यहाँबाट फेरि माथि पुग्नलाई अघि उता ओह्रालो आउँदाखेरि त आधी घन्टा जति लाग्यो, अब यहाँबाट माथि पुग्न लगभग भन्दा 1 घन्टा जति लाग्छ होइन। त्यही टाइम धेरै लाग्ने भएकोले अब हामी चाहिँ जानुपर्ने हुन्छ गाइस। अब यस्तै भिडियोहरू हेर्नु मन परेमा अर्को नेक्स्ट भिडियोमा भेटौँला होइन। हजुरहरूलाई यस्तो भिडियोहरू हेर्न मन परेमा अब जस्तै मैले भिडियोहरू चाहिँ गाउँघरमा चलिरहेको जीवन होइन, गाउँघरको वास्तविक जीवनहरूको भिडियोहरू नै अपलोड गर्नेछौँ होइन। तपाईँहरूले गाउँघरतिरको सुन्दरताहरू होइन, हिमालयन क्षेत्रतिर राम्रो भ्यूहरू देख्न मन छ भने यो च्यानललाई सब्सक्राइब गर्नु होला होइन। यस्तै भिडियोहरू हेर्न मन परेमा यो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाई, अर्को नेक्स्ट भिडियोमा भेटौँ।